रासोपाको कार्यकर्ताहरूले नै अब त्यहाँको त्यो भद्रगोल देख्दाखेरि चाहिँ अब हामी देश चलाउन सक्दैनौँ भनेर पनि त भनिसकेका छन् नि त होइन? एकदमै हो। किनभने त्यहाँ केही दिग्गज भनिएका मान्छेहरू चाहिँ निर्वाचित नहुनु है, अब यो विडम्बनाको कुरा पनि हो। र उहाँहरू आफैले भन्नुभएको छ यो तरिकाले देश चल्दैन र पार्टी पनि चल्दैन, देश पनि चल्दैन भनेर उहाँहरू आफैले भनिसक्नु भएको छ। र त्यहाँ कुनै सिस्टम, कुनै त्यो चाहिँ एउटा कसैलाई त्यो नीति नियम मान्नुपर्ने त्यस्तो पनि देखिँदैन। त्यसले के हुन्छ त भने त्यसले अराजकता पैदा गर्छ र अन्ततः त्यो निष्कर्षमा पुग्ने भन्दा पनि त्यो चाहिँ निष्कर्ष विहीनताको अवस्थामा त्यसले पुर्याउँछ। जस्तो यहाँ प्रतिपक्षमा पनि हुनुहुँदैन होइन, बाहिर बसेर निहालिराख्दाखेरि चाहिँ जुन नागरिकले एउटा विश्वास गरेर त्यति धेरै मत दिएका थिए नि, मतको चाहिँ अब सदुपयोग कसरी गर्नुपर्थ्यो जस्तो लाग्छ? के सजेस्ट गर्न चाहनुहुन्छ यहाँ? खास गरी चाहिँ पुराना पार्टीहरू कङ्ग्रेस, एमाले र माओवादी केन्द्र जुन अहिले नेकपा बनेको छ र उहाँहरूले राष्ट्र र जनताको पक्षमा जति काम गर्नुपर्दथ्यो, जुन किसिमको जनताका इच्छा आकाङ्क्षाहरू अपेक्षाहरू थिए त्यो अपेक्षाप्रति उहाँहरू जवाफदेही बन्नुपर्दथ्यो, उहाँहरू त्यो कहिले पनि बन्नु भएन। उहाँहरूको एउटै मात्र के भयो भने कसरी सत्तामा पुग्ने र सत्तामा किन पुग्ने भन्ने यही प्रश्न हो। किन सत्तामा पुग्ने भन्दा सत्तामा पुगेपछि आफ्ना स्वार्थहरू पुरा गर्न पाइयो, लुट्नेलाई लुट्न पाइयो, भ्रष्टाचार गर्नेलाई भ्रष्टाचार गर्न पाइयो, तस्करी गर्नेलाई तस्करी गर्न पाइयो। र किन पुग्ने भन्दा त्यो चाहिँ एउटा माध्यम बनाउनको निम्ति सत्तामा पुग्ने भयो उहाँहरूको। राष्ट्रलाई कुनै निकास दिने, मुलुकलाई समृद्ध बनाउने, जनताका अधिकारहरू स्थापित गर्ने र कमसेकम कुनै पनि नागरिकहरू त्यो दूरदराजको गाउँ बस्तीमा बस्ने नागरिकहरूलाई पनि यो मुलुक मेरो पनि हो, यो सरकार मेरो हो, राज्य म प्रति जवाफदेही छ भन्ने अनुभूत गराउन सक्नु पर्थ्यो। तर त्यो कहिले पनि त्यो बोध गराउन सकेन होइन पुरानो पार्टी लामो समयसम्म। किनभने 2046 सालभन्दा पछि अब अहिलेसम्म नै आउँदाखेरि अहिले भर्खरै अब यो सरकार बनेको 100 दिन पनि पुरा भएको छैन। अब यसको त्यति धेरै हामी टिका टिप्पणी गरिहाल्ने बेला त अब यसलाई अहिले सुझावै दिने हो हामीले। किनभने हामीले चाहिँ त्यो टिका टिप्पणी गरेर चाहिँ कमसेकम काम गर्ने समय त दिनुपर्छ। तर एउटा के चाहिँ हो भने फेरि एउटा भनाइ छ मर्निङ सोज द डेज भने जस्तै कमसेकम आगामी बाटो कस्तो हुन्छ भन्ने चाहिँ सुरुका कामहरूले सुरुका गतिविधिहरूले केही चाहिँ फेरि प्रष्टता चाहिँ ल्याउँछ। र त्यो कारणले अब अहिले उहाँहरूको गतिविधि हेर्दाखेरि उहाँहरूमा परिपक्वता नभएको देखिन्छ। र अर्को कुरा चाहिँ प्रतिशोधमै उहाँहरू पनि चाहिँ प्रतिशोधमै हुनुहुन्छ भन्ने देखिन्छ। जुन पुराना पार्टीहरू पुराना पार्टीहरू भन्दा खासै व्यवहार त उहाँहरूको त्यस्तो भिन्नता देखिँदैन। किनकि पुराना पार्टीहरूमा चरम चाहिँ उनीहरूको त्यो प्रतिशोध नै थियो। र अर्को कुरो भनेको आफूलाई भ्रष्टाचार गर्नको निम्ति, लुट्नको निम्ति, आफ्ना स्वार्थ पुरा गर्नको निम्ति सजिलो माध्यम के हुन्छ, कसरी सहज ढङ्गले त्यो गर्न पाइन्छ भनेर त्यो सजिलो बनाउने मात्रै काम गर्दथे है। र उनीहरूलाई त जनताप्रति राष्ट्रप्रतिको त्यो जवाफदेहिता र इमान्दारिता भइदिएको भए यो भदौ 23 र 24 गतेको परिस्थिति नै आउँदैन थियो, जेएनजी विद्रोहको परिस्थिति नै आउँदैन थियो। त्यसको मुख्य त्यसको जवाफदेहिता, त्यसको जिम्मेवारी बोध त उहाँहरूले लिनुपर्छ। किन उहाँहरूकै कारणले यो परिस्थिति बनेको हो होइन। र रासोपामा खास गरी भन्ने हो भने अहिले पनि म भन्छु नेपाली जनताले विकल्प खोजेका थिए होइन। तर पुराना पार्टीहरूप्रति नेपाली जनता चरम असन्तुष्ट भए र त्यो असन्तुष्टिको उपज हो रासोपाको जुन मत आएको छ यो चाहिँ असन्तुष्टिको उपज हो। किनभने होला यो कुरा गर्दाखेरि हामीलाई तपाईँको तथानाम गाली गर्लान्, यहाँ चाहिँ मुखमा जे चाहिँ आउँछ या जे मन लाग्छ त्यही लेख्लान्, त्यो केही छैन। तर सार त तपाईँले हेर्न सक्नुहुन्छ मैले भदौ 23 र 24 गतेभन्दा अगाडि मैले निकै ठाउँमा मैले बोलेको छु, मैले अन्तर्वार्ताहरूमा पनि मैले भनेको छु, त्यो भिडियोहरू पनि छन्। र मिसन 84 को सपना नदेखे हुन्छ, त्योभन्दा अगाडि नै नेपालमा विद्रोह हुन्छ, त्यो विद्रोह कसैले रोक्न सक्दैन।